नेपालको राजनीतिमा फेरि एकपटक एउटा ठूलो हलचलको सङ्केत देखिएको छ। कुरो के हो भने 7वटा कम्युनिस्ट पार्टीहरू उनीहरू एक ठाउँमा आएर एउटा नयाँ शक्ति बनाउने तयारीमा छन्। अनि आज हामीले केलाउने भनेको त्यही सहमतिको खाका हो जसले यो सबैको आधार तयार पारेको छ। आउनुहोस् यसको भित्री तहसम्म पुगेर बुझ्ने कोसिस गरौँ। अब यो सहमतिको सुरुवात नै एकदमै शक्तिशाली वाक्यबाट हुन्छ। एकीकरण आजको वस्तुगत आवश्यकता हो। सुन्दा सामान्य लागे पनि यसको अर्थ गहिरो छ। यसले के भन्न खोज्दैछ भने यो एकता केवल केही नेताहरूको रहर वा चाहनाले मात्र भएको होइन, बरु देशको अहिलेको जुन अवस्था छ त्यसले नै यो एकता मागिरहेको छ भन्ने उनीहरूको तर्क हो। आजको हाम्रो यो चर्चालाई सजिलोको लागि 4 भागमा बाँडेर हेरौँ है त। पहिलो, यो एकीकरणमा को सामेल छन् र किन यो आवश्यक पर्यो। दोस्रो, यिनीहरूको विचारधारा र लक्ष्य के हुन्। तेस्रो, यो एकताको संरचना कस्तो हुन्छ र यो प्रक्रिया कसरी अघि बढ्छ। र चौथो अनि सबैभन्दा महत्त्वपूर्ण, अब अगाडिको बाटो के त। ल त्यसो भए सुरु गरौँ पहिलो खण्डबाटै। आखिर यो महाएकीकरणको चर्चामा को छन् त, र सबैभन्दा ठूलो प्रश्न, उनीहरूलाई एक ठाउँमा आउन केले प्रेरित गर्यो। अलिक गहिराइमा गएर हेरौँ है त। ल हेर्नुहोस्, यो एकताको प्रयासमा साना ठूला गरेर 7वटा पार्टीहरू छन्। यसमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र माधव कुमार नेपालको एकीकृत समाजवादी जस्ता भनौँ न ठूला खेलाडीहरू पनि छन्। अनि अरू साना समूहहरू पनि जोडिएका छन्। यसले के देखाउँछ भने यो एउटा ठूलै मोर्चा बनाउने कोसिस हो। अब उनीहरूले घोषणा गरेको लक्ष्य के त? खासमा 3वटा मुख्य कुरा छन्। पहिलो, गणतन्त्रको रक्षा गर्ने। दोस्रो, राष्ट्रिय स्वाधीनता जोगाउने। र तेस्रो, समाजवादको लागि जग बनाउने। छोटकरीमा भन्नुपर्दा अहिलेसम्म जे पाइयो त्यसलाई जोगाउने र भविष्यको लागि एउटा नयाँ बाटो तयार पार्ने भन्ने नै हो। ल अब लागौँ दोस्रो खण्डतिर। यहाँ हामी यो बन्न लागेको नयाँ पार्टीको वैचारिक आधार के हो र यसका व्यावहारिक लक्ष्यहरू के छन् भनेर हेर्नेछौँ। आखिर यो नयाँ शक्तिले बोक्ने झण्डा के हो त? के को लागि यो खडा हुन्छ? यो नयाँ पार्टीको वैचारिक जग वा भनौँ मार्गदर्शक सिद्धान्त मार्क्सवाद लेनिनवाद हुनेछ भनेर सहमतिमा भनिएको छ। अब यो भनेको के हो त? सरल भाषामा बुझ्दा यो एउटा यस्तो राजनीतिक दर्शन हो जसले वर्ग सङ्घर्षको कुरा गर्छ र अर्थतन्त्रमा राज्यको बलियो भूमिका हुनुपर्छ भन्ने मान्छ। पार्टीका सबै काम कारवाही यही सिद्धान्तको आधारमा हुनेछन्। विचारधाराको कुरा त भयो, तर तत्कालै गर्ने कामहरू चाहिँ के हुन् त? ल हेरौँ। उनीहरूले केही तत्कालका लक्ष्यहरू पनि तोकेका छन्, जस्तै लोकतान्त्रिक उपलब्धि जोगाउने, राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने, सुशासन दिने, सामाजिक न्याय कायम गर्ने अनि आर्थिक समृद्धि ल्याउने। यी सबै बुँदा हेर्दा के देखिन्छ भने उनीहरूको ध्यान अहिले व्यावहारिक कुराहरूमा बढी छ। सायद यो नै उनीहरूको त्यो ठूलो वैचारिक लक्ष्यसम्म पुग्ने पहिलो खुड्किलो हो। ल अब कुरा गरौँ सबैभन्दा व्यावहारिक पक्षको। यो एकीकरण आखिर हुन्छ कसरी त? अबको खण्डमा हामी यसको समयतालिका, नेतृत्वको संरचना कस्तो हुन्छ र सिङ्गो सङ्गठनको योजना के छ भन्ने कुरामा अलिक गहिरिएर हेर्नेछौँ। उनीहरूले एकताको लागि एउटा बाटो, एउटा क्यालेन्डर नै बनाएका छन्। मिति नै तोकिएको छ। 2082 साल कार्तिक 19 गते एकता राष्ट्रिय सम्मेलन गर्ने अनि त्यसको पनि 6 महिनाभित्रमा एकता राष्ट्रिय महाधिवेशन गर्ने। यसले के सङ्केत गर्छ भने यो प्रक्रियालाई लम्ब्याउने पक्षमा उनीहरू छैनन्, बरु छिटोभन्दा छिटो टुङ्गोमा पुर्याउन चाहन्छन्। अब हेरौँ नयाँ पार्टीको शक्ति संरचना। सबैभन्दा माथि केन्द्रीय समिति, त्यसपछि राजनीतिक समिति, सचिवालय अनि कार्य संयोजन समिति। यो जुन तहगत संरचना छ यसले नै पार्टीभित्र कसले के निर्णय गर्छ र त्यो कसरी लागू हुन्छ भन्ने कुरा तय गर्छ। एक हिसाबले यो नै पार्टीलाई चलाउने इन्जिन हो। एउटा रोचक कुरा के छ भने उनीहरूले दोहोरो नेतृत्वको मोडेल अपनाउने भएका छन्। केन्द्रीय, प्रदेश, जिल्ला, पालिका र वडासम्म संयोजक र सहसंयोजक रहनेछन् अनि पार्टीका अरू समिति र जनसङ्गठनहरूमा चाहिँ इन्चार्ज र सहइन्चार्ज हुनेछन्। यसो किन गरियो होला? सायद एकतामा आउने विभिन्न पार्टीहरूलाई सबै तहमा प्रतिनिधित्व गराएर शक्ति सन्तुलन मिलाउने यो एउटा प्रयास हो। अनि पार्टी चल्ने सिद्धान्त के त? उनीहरूले भनेका छन् सामूहिक नेतृत्वमा आधारित जनवादी केन्द्रीयता। यो अलि प्राविधिक सुनिएला, तर यसको अर्थ सरल छ। निर्णय गर्नु अघि सबैको राय लिने, छलफल गर्ने,
यो भयो सामूहिक नेतृत्व। तर जब एकपटक निर्णय भइसक्छ तब सबैले त्यसलाई मान्नुपर्छ, यो भयो केन्द्रीयता। अर्थात् छलफलमा स्वतन्त्रता तर निर्णयमा अनुशासन। यो दुई कुराबीच सन्तुलन खोज्ने प्रयास हो। ल अब हामी आइपुग्यौँ हाम्रो विश्लेषणको अन्तिम खण्डमा। यहाँ हामी के कुरामा निर्णय भयो र अझै पनि के महत्त्वपूर्ण प्रश्नहरू अनुत्तरित छन् भन्ने कुरामा केन्द्रित हुनेछौँ। अगाडिको बाटो कस्तो छ त? यति धेरै कुरा त तय भयो, तर एउटा सबैभन्दा आधारभूत र सबैको मनमा उठेको प्रश्न त बाँकी नै छ। यो बन्न लागेको नयाँ पार्टीको नाम चाहिँ के हुन्छ त? यो सहमति पत्रले के भन्छ भने पार्टीको नाम के राख्ने भन्ने कुरा अझै टुङ्गो लाग्न बाँकी छ। तर चुनाव चिन्ह भने तय भइसकेको छ, 5 कुने तारा। यो अलि अनौठो लाग्न सक्छ होइन? नामभन्दा पहिल्यै चुनाव चिन्ह तय भयो। यो सहमति पत्रको एउटा सबैभन्दा महत्त्वपूर्ण र सायद सबैभन्दा इमान्दार बुँदा के हो भने यसले पार्टीहरूबीच वैचारिक र राजनीतिक मतभेदहरू छन् भन्ने कुरालाई स्वीकार गरेको छ। तर ती मतभेदहरूलाई कसरी समाधान गर्ने भन्ने बाटो पनि देखाइएको छ। सबै विषयलाई एकता राष्ट्रिय महाधिवेशनमा लगेर त्यहीँबाट अन्तिम टुङ्गो लगाइनेछ। र यहीँनिर आजको लागि सबैभन्दा ठूलो प्रश्न खडा हुन्छ। जब यति धेरै प्रमुख निर्णयहरू र मतभेदहरूलाई भविष्यको महाधिवेशनको लागि फाती राखिएको छ, के यो नयाँ बन्ने शक्तिले साँच्चीको दिगो एकता हासिल गर्न सक्ला? यो पुरै एकता यात्राको सफलता सायद यही प्रश्नको उत्तरमा लुकेको छ। हेर्दै जाउँ भविष्यले के देखाउँछ।